आज चाहिँ हाम्रो सेफ चाहिँ यहाँ छ अन्डा करी चाहिँ यसरी बनाएको छ यो चाहिँ अन्डा करी अरे हो देसी स्टाइल अन्डा करी म आफै हाम्रो सेफ चाहिँ यहाँ छ अब हेड सेफ त टेस्ट गऱ्यो भने मात्रै राम्रो हुन्छ यहाँ टेस्ट गर्नु पनि दिइसकेको छ मलाई हातमा हो दामी अलिक मसला बेसी भयो त मसला बेसी त मैले खास धेरै झोल लगाउँ भनेर कि एकदम ज्यादा मसला हाल्दै त हालिनँ मैले माछाको उयसको हालेको अन्डा करी चाहिँ माछाको स्टाइलमा हालेको अन्डाको पिस चाहिँ अन्डाको पिस यस्तो साथी हो हाम्रो अन्डाको पिसमा फेरि मैले अन्डा मात्रै हालेर बनाएको होइन साथी हो यसमा चाहिँ यो अन्डा मात्रै छैन यसमा चाहिँ एउटा अझै एउटा चिज पनि मैले यसमा चाहिँ मिक्स गरेको छु यसमा के हालेको छ अन्डाको ब्रेड उयसमा चाहिँ रोटी चाहिँ अमलेटमा चाहिँ अन्डा मात्रै हो भने चाहिँ साथी हो फेर्लाक झर्छ यसमा चाहिँ मैले चाहिँ कर्नफ्लावर मिक्स गरेर चाहिँ बनाएको हो साथी हो अलिकति कर्नफ्लावर मिक्स गऱ्यो भनेदेखि चाहिँ यस्तो हुन्छ तर पुरा फिट्नुपर्ने हुन्छ साथी हो कर्नफ्लावरमा चाहिँ आजको रेसिपी यस्तै हो